च्याउ त ओभर रहेछ तर सबै कुहिएछ हिजो भेटेको भए चाहिँ माल थियो नि अनि दिदी आम्मामामा हेर त कुहिएको भात भइरहेछ भात पनि हेलो वेलकम आवर मिनी भ्लग गोविन्द दाई अल्सो हियर आई एम अल्सो हियर हामी चाहिँ आज च्याउ खोज्नु गइरहेको छौँ भन्नु न गोविन्द कति ल्याउने च्याउ अरे मान्छेले एक बोरा ल्याइसक्यो अब हामी चाहिँ एक झोला एक झोला होइन क्या एक बोरा त बोक्नुपर्छ ए बोरा त बोकेन त भरे हात्ती पनि लाउनु पर्छ बल्ल बल्ल निस्क्यो दाँतमा अड्केर अनि त्यसपछि अब जाँदैछौँ के पो एक केराको थम्बा 4 भाइ जम्मा अनि च्याउ खोज्दै खोइ त च्याउ खोज्नु गएको ल अब हेर्दै गर्नु होला के कस्तो हुन्छ जङ्गलको यात्रा भन्न जङ्गल सफारी जङ्गल सफारी ओइ कुट्टे हेर्नुमा कुट्टे जङ्गलको हन्टिङ गर्न जाँदैछु भन्न यो चाहिँ कस्तो कस्तो भन्नु अरे दाइ जङ्गलको हन्टिङ च्याउको हन्टिङ गर्न जाँदैछौँ है अनि ट्याक्क पाइयो भने झोलाभरि बोराभरि ल्याउने नपाए यतैसितै घर लट्याङ आउने कोक खाने भन्नु न कोक खाएर आउने भन्नु न कोक त त्यही हो नि खानुपर्छ ओइ हामी कि बाटोमा बसेर मान्छेले च्याउ ल्याउँछ अनि एउटा माग्दै आउनु त्यसो गर्नुपर्छ एउटा बोकेर आउने होला ल अब हेर्दै गर्नु होला भेटिहाल्यो भने त फेरि बब्बाल भेटिन्छ नि होइन गोविन्द दाइ तपाईँलाई त म ठेलेर च्याउ टिप्नु दिन्न तल अब कता जानु भनेर अनि के गर्छ भनेर यसो हेरेको त मान्छेहरू त यस्तो पो दिँदैछ गोविन्द यो गोविन्द दाइ त अलमलिन्छ क्या च्याउ भेट्दाखेरि मैले यस्तो गर्दै टिप्दै थिएँ उखाल्दै थिएँ आएर मुराइ त हाल अनि हेरेको लाग्यो च्याउ खोज्नु जङ्गलतर्फ यहाँ खन्ने हेर न आज त गोविन्द दाइ म तपाईँलाई छुनु दिन्न ठेलेर तिमी भैँसीको तालमा लड्छौ त अनि कहाँ छुनु पाइन्छ त ठेलेर चाकले ठेलेर भरे काम आउनलाई चाहिँ सजिलो हुन्छ साथी गाई छ यता 2टा साथीहरू छन् उनीहरूले थुपार्छ ऊ चाहिँ आज त कसम यो गोविन्द दाइ के म त भिडियो बनाउँछु म बोलेको गर्छ उही आफै धेरै उसकै मात्रै हिजो सानो झोला नअटेर गाई थियो नि आज यो त नअटेर यहाँ पनि ल्याएको क्या यहाँनिर टोपीमा आज चाहिँ झोला ठुलो मान्छे सानो थाहा छैन अब छैन भन्नुहुन्छ होला हामीलाई हाम्रो झोला बोरा सब बोरा ल्याउँछौँ हामीले त बोराहरू बोय च्याउ लिएर आयो अनुहार भेट्नु भयो खोइ देखाउनु त ए पुग्छ यति सानो किन ल्याएको छोड्नु पर्दैन लिएछ कि हिँड्नु यतैबाट हिँड्नु जहिले पर्खाउनु लाउँछ हौ दाउरा जाँदाखेरि पनि पर्खाउनु लाउँछ आज त मासु दाइ गोठालो कता हिँड्छ अरे ओइ गोविन्द दाइ गोठालो कता हिँड्छ अरे यता हिँड्नु न यता गोविन्द दाइ गोठालो कता हिँड्छ अरे तिमीतिरै कस्तो घाट च्याउ कुन मिठो अरे कालुङ्गे देउले खासै मिठो हुँदैन कस्तो हुन्छ अरे कुरु गर्छ कालुङ्गे दामी हुन्छ लपक्क हुन्छ झोल लाउँदा पनि मिठो हुन्छ नि बहुत दामी हुन्छ यता फर्केर अनुहार देखाउँदै भन्नु न उता घारी हेर न उता हो यस्तो घारी छ गई भन्नु पनि गाह्रो छ चर्ताको डर छ हेर त त्यही भएर म जङ्गल छिर्दिनँ बाटो त च्याउ पनि भेट्नु पर्यो नि जहाँ खुल्ला जङ्गल हुन्छ त्यतै छिर्नु हो थाकिसक्यो
ओइ मुनि चाहिँ यस्तो दुःख गरेर है दिदी मैले पनि यति बनाएँ सुपिता दिदीको खोसेर तपाईँको कालुङ्गे गाइस यस्तो हुन्छ है यसरी खन्नुपर्छ अनि कहाँ हो हामी नबार्ने है च्याउ कसैलाई पनि च्याउ त ओभर रहेछ तर सबै कुहिएछ हिजो भेटेको भए चाहिँ माल थियो नि अनि दिदी आम्मामामा हेर त कुहिएको भात भइरहेछ भात पनि गर्नु थोरै थोरै पानी चलाउनु ये खाएकोहरू त भिडियो नगर यार अनुहार भएन बित्थामा कुद्छौ यो दाइ चाहिँ च्याउ भेट्नु नओर्नु म हिँडेकै दुईटा च्याउ बोकेर कुदेकै हो रिस उठ्दो नाकमातिर आँखातिर भुस्ना पसेर म त खाँदिनँ मन पर्दैन खानु नै भ्वाक्कै घेनारे दाइराई यस्तो गरेर न दाँत कोक फाँक एक बोतल कोक ए कति राम्रो देखेको चस्मा जस्तो देखेको चस राम्रो नराम्रो देख्छु त दाजु तपाईँलाई त म गाह्रो भयो च्याउ खोज्नु गाह्रो भयो यो फेरि यो गोविन्द दाइले घारीमा हिँडाएर के छ त्यो मान्छेले च्याउ तलतिरबाट लान्छ हामी चाहिँ यत्रो माथि डुल्दा पनि उइस नाम्छु घारीमा चाहिँ नपसाउनु है ओइ दाइ ढिङ्की चाहिँ हेर्दै जाऊँ न हौ खोइ कहाँ चाहिँ सर्नु भन्नु त कहाँ चाहिँ छ कहाँ चाहिँ भेट्छ त त्यही उँधै जाउँ भनेको मैले हात्तीले के गर्छ र हात्ती मेरो साथी जय गणेश क्या किन मैले न त तलै म तिमीलाई त उता ढुल्की भएको त्यो लहरे बर्को बाटो हो त्यतातिर लु लहरे बढेर त मैले देखिनँ है च्याउलु पाउने ढुल्की त्यता छैन त अस्ति काले ल्यायो त्यताबाट निस्किँदैछ हो त्यता ढुल्की छोरा छैन ढुल्की त्यता त्यही त एकै ठाउँमा बसिरहेको छ त त्यही त भन्नु त सूर्य हात्ती किन यता माथि छैन त अहिले त्यता त घारी छ र बसेको नि हेर्नु है यहाँनिर एकदम च्याउ खन्न चाहिँ कम्पिटिसन हुँदैछ किन खोज्नु के गरेको हो तिमीहरूले छैन सूर्य राम आन्टी आमा सूर्यले च्याउ सानो भोराको छैन झोला ओइ कामना काँटालाई निधारमा चाहिँ नखाउन है खन्दिन कसरी है गर्नुभयो अरे खोइ अनुहार हेर त यता देखाउ त हेर न फेरि एउटाले चाकु घुमाइदिएको यहाँ छ तिम्रो छोरा कालुङ्गे राम चोरी पनि खोसाएर मर्दैछ अनुहार हेर न भोटेनी कस्तो भएछ त साह्रो जाँगर चलेको ला के गरेको
सूचना सूचना चर्च्यो भन्दा खाडालभित्र चप्पल पसेको अवस्था सुरुवाल फेरि निकालेको ऊ सासमा फेरि निकाल्नु चुट्टिन्छ अरे नि त सास फेरि भने लु अब यहाँ अलिअलि तोरीको गेडा पनि छरिदेऊ है ल्याएर ल गाई ओ कुटुनी मम्मी कहाँ हिँडेको तिमी चाहिँ भारी पुगो भारी पुगो च्याउको भारी पुगो च्याउको भारी पुगो होइन म त पुगेको छैन मलाई चाहिँ च्याउको भारी पुगो मलाई यस्तै रे पुगेको च्याउको भारी पुगो दिदी च्याउको भारी पुगो छैन दाउराको चाहिँ पुगो दाउराको आउँदिन त म चाहिँ अनि खोइ कति भेट्नु भयो च्याउ कति भेट्नु अन्त अब जमजम तर अब यतिकै ल आऊ अनि आओस् न त अनि के अनि त्यति भए पनि ल्याइहाल्नु नि अनि आउनु दिदी तपाईँले च्याउ भेटेको चाहिँ हामीलाई दिनु है अब घर गयौँ च्याउको भारी पुगो आम्मामा अलिकति गरौँ भयो नि मलाई त गोविन्द दादा धर्नाले दिनुभयो के हाँसेको घिनारे के हेर्दै आजलाई यति नै हाम्रो ब्लग माया गरिदिनु होला मेरो चाहिँ च्याउ यति भएछ